हे गाइस वेलकम ब्याक टु युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज मेरो युट्युब च्यानलको फर्स्ट भ्लग भिडियो हो यो। मैले नयाँ युट्युब च्यानल खोलेको छु। सबैजनाले सब्सक्राइब गरिदिनु होला, सबैले माया देखाउनु होला, कस्तो कस्तो कन्टेन्ट गराउनु भनेर कमेन्ट गराउन सक्नुहुन्छ। आज मेरो फर्स्ट भ्लग भिडियो साथीहरू। फेरि पनि यस्तै यस्तै भिडियो ल्यान्छु हजुरहरूको अगाडि। यो भिडियोलाई माया देखाइदिनु है साथीहरू। आज मेरो खेतको रोपाई सुरु छ, देख्न सक्नुहुन्छ। मस्त हिलो बनाएर माथि बिउका मुठा फालेर यसको हालत पनि त्यस्तै छ। रोपाई गर्नेको हालत त्यस्तै हो साथीहरू। म देखाउँछु आज हाम्रो गाउँतिरको रोपाई कस्तो हुन्छ भनेर। यता त रोपिसकेका छन्, अब यता रोप्न बाँकी छ। झिमडाले हानिसक्यो साथीहरू। बाप रे बाप, झिमडाले हान्यो साथीहरू। हेर्नुहोस् त भाइ यार, झिमडाले टोकिसक्यो साथीहरू यहाँनिर। अब घाम महिना धेरै झिमडाले टोक्यो, लाइभ टोक्यो यार साथीहरू। देख्न सक्नुहुन्छ अलि यहाँ टोक्यो, मुखमा टोक्न बाँकी भयो। अलिक गाह्रो भयो त्यहाँबाट जान मलाई, लास्टै गाह्रो भयो। झिमडाले टोक्यो है साथीहरू। फलाम लगाउनु पर्छ भन्छन्, भाइ फलाम लगाउँछु है म। अब 1 2 3 4 5 6 7 यरी लगायो फलाम है मैले। लास्टै टोकिदियो यार, लास्ट दुख्यो यार साथीहरू। फर्स्ट भ्लग बनाउनेमा फर्स्टचोटि झिमडाले टोकिदियो बर्खा महिना। उता रोप्न सुरु भइसक्यो। 1 जना 2 जना 3 जना 6 जना खान यस्तै बिउ फालेको छौँ हामीले। यस्तै न हाम्रो खेतपाती यस्तै छ हाम्रो गाउँतिरको। उता सबले रोपिसके खान के, हामीले मात्र रोप्न बाँकी छ। लास्टै दुख्यो यार झिमडाले टोकेर, लास्टै दुख्यो साँच्चै यार। हजुरहरूलाई त्यति चाहिँ रातो बनाइदियो के टोकेर। यो यार जहाँ पनि झिमडा हुन्छ यार। यो घाम महिना यस्तै, कच्ची घरमा धेरै हुन्छ कि यो झिमडा। यति घाम छ साथीहरू, यति घाम छ भन्नै नहोस्। घामले पागल बनाउँछ। भित्र हाम्रो राजा साहब बस्नु भएको छ, तर देखेको नहोला। दाइ यार झिमडाले टोकिदियो यार। यस्तै भिडियो बनाउँदै जानु लाग्यो, यहाँ पचक्कै टोकिदियो यार। हेर त्यहाँनिर टोक्यो, कस्तो टोकिदियो। यिनी माट झिमडालाई त, झिमडा भनेको एउटा मौरी जस्तै हुन्छ क्या रातो टाइपमा, त्यसले पचक्कै टोकिदियो साथीहरू। हाम्रो दाइको गाडी यस्तो छ। यो ठुली मम्मीको बस्ने घर देख्न सक्नुहुन्छ। ऊ त्यो मेरो त्यो भान्से घर, ऊ त्यो सुत्ने घर। अहिले खलोको हालत यस्तो छ, हिलो हिलो पानी परेर यस्तै हो हालत। यस्तै छ साथीहरू। यहाँ हिँड्न पनि गाह्रो हुन्छ पानी परेखेर। बर्खा महिना त धेरै नै भैया आउँछ है, यहाँ हिँड्नै गाह्रो हुन्छ। यहाँसम्म चढ्छ। ऱ्याम्बोलाई पनि घाम भइसकेको छ। ऱ्याम्बो धेरै घाम भइसकेको छ। देख्न सक्नुहुन्छ मेरो धारा नल्का भने नि यही हो। एनी टाइम पानी आउँछ, कहिले सुक्दैन। देख्न सक्नुहुन्छ। मलाई लास्टै गर्मी घुसेको, मुख दुख्दा धुँदा नि कति धुनु। यस्तो हाम्रो रोड यता निस्किन्छ। यो रोड सिधा अमौरीबाट लम्कीबाट टिकापुर सिधा जोडिएको छ कि यो रोड हाम्रो। एउटा चिज देखाउँछ है साथीहरू तिमीहरूलाई, मैले के पालेको छु भनेर। हेर्नु, मैना पालेको छु मैले। मैना है साथीहरू, मैना। कतै उडेर जान्न, तर बोल्छ भनेर हो न गइहाल्यो। बोल्छ भनेको बोलिरहेको छैन।
हाम्रो किचनको हालत यस्तै छ साथीहरू। लास्टै भन्दा नि लास्टै घाम छ, के गर्ने। यस्तै छ हाम्रो सबैको घर छ कि यता त्यता, कान्छादेखि जेठासम्म यतै छ होइन। मेरा बाउका पनि 4 भाइ, हामी पनि 4 भाइ, कस्तो मिल्यो भन। त्यताबाट त म जाँदैन, झिमडाले टोक्यो मलाई। राजा, हेलो राजा, उठिसक्यौ? बाबु उठिसके? बल्ल बल्ल अघि नै सुताएको थिएँ त तँलाई मैले, अझ उठिहाल्यो सताउन लागि। बाप रे बाप, तेरो निन्द्रालाई त मैले माने त राजा। तपाईँहरूलाई म मेरो अघि नै झिमडाले टोकेको थियो नि, त्यो देखाउँछु है। धेरै धेरै उसिन लाग्यो हेर्नु, देख्न सक्नुहुन्छ। यो झिमाडा भन्ने हुन्छ नि, कोलाई थाहा छ कमेन्ट गर्नु होला है। पागल बनाइदियो पागल, यति टोकेको छ है, मुखमा टोक्यो भने यत्रो हुन्थ्यो साथीहरू। देख्न सक्नुहुन्छ रोपाई चालु भइसकेको छ। छिटो घर जाने मन छ भने छिटो रोप है। यस्तो घाममा छिटो घर जाने मन छ भने चाहिँ हडचड धोएर सुत्ने मन छ भने छिटो रोप भनिरहेको छु। मेरो अर्डर छ, अर्डर छिटो छिटो। त्यसै 600 रुपियाँ कहाँबाट मिल्ने यस्तो काम गऱ्यो भने। फटाफट रोप्नु पऱ्यो, फटाफट, हो कि न साथीहरू। देख्न सक्नुहुन्छ अघि त पुरा रोप्दै थियो, अहिले यहाँसम्म आइसक्यो। सब मेरो बोलीले हो। अब बिस्तारै उ त्यो गडो पनि बनिरहेछ। यिनी नानी भने छिटो रोपिरहेछन् है, यिनको काम बहुत बढिया छ। देख्नुपर्छ, आफ्नो लय पनि मजाले कति छिटो। तिनीहरू पढेछन् 5 जानी भएर एक्लै भएर हेर्नुहोस्, यहाँदेखि र यहाँदेखि यस्तो छिटछिटो ल्याइसक्नु भएको छ। यो देख्नु सक्नु भएको छ। मेरामा हिलो पनि चार्ज भयो, हेर्नुहोस्। अघि न कति राम्रो थियो, अहिले यहाँ हिलो सिलो आङमा आइसक्यो साथीहरू। यो गडो तर यो गडो सक्यो है रोपेर। अब त्यो गडो अनि त्यो गडो बाँकी छ साथीहरू। त्यहाँबाट म टक्क नै उतातिर जान्छु है। हुन्छ, म यता आइसकेँ। अब 2 गडाको मात्रै बचिरहेको छ। यो गडा त रोप्ने होइन, यहाँ त सामानहरू तारहरू पडिरहेछ बबाल न। अहिले घाम लागेको छैन साथीहरू, अहिले अँध्यारो देखिरहेको छ। छेउ कुना खन्दै भाइ, म पनि यता मुखमा हिलो लगाउँदै कुर्ती लिएर आइसकेँ। यसो बस्नुपर्छ साथीहरू। पछाडि घर देखेको छ नि, त्यो नयाँ बन्दैछ साथीहरू। त्यो घर बिस्तारै टाइम लाग्छ त्यो घर बन्न लागि साथीहरू। अब यो 2टा मात्रै रोप्न बाँकी छ, अनि ढुक्क हुन्छ। 2-3 गट्टा छ, नरोप्यो भने आफ्नै लाज। रोप्नु पऱ्यो लाजले पनि होइन साथीहरू, यतिले त खाना पुग्दैन। ल साथीहरू, आजको भ्लग भिडियो यति नै हुन्छ। सबैजनाले हेरिदिएकोमा धन्यवाद। थ्याङ्क यू फर वाचिङ द भिडियो। आजको भिडियो यति नै हुन्छ। बाई बाई, जय नेपाल।